गोविन्द हरे हरे नाथ नारायण वासुदेवाय ओम कृष्ण। Hare Rama, Hare Rama, Rama Rama, Hare Hare, Hare Krishna, Krishna Krishna, Hare Hare. श्री कृष्ण हरे हरे नाथ नारायण वासुदेवाय। हे भगवान, हजुरले मलाई टन्ने सम्पत्ति दिनुभयो, धन दिनुभयो, जग्गा जमिन प्रशस्त दिनुभयो। अब मलाई एउटा नानी खेलाउने ठुलो रहर छ प्रभु। यति मेरो इच्छा पुरा गरिदिनुहोस् न प्रभु, म धन्य हुने थिएँ प्रभु। अब एउटा नानी पाएँ भने म धन्य हुने थिएँ प्रभु। ए हजुर, हजुरले त मेरो मनको कुरा कस्तो ठ्याक्कै बुझिदिनु भयो नि। अनि मैले नबुझेर तिम्रो मनको कुरा अरू कसले बुझ्छ त? कति सुन्दरी देखिएको मेरो बुढी त आज। कति मजा आयो, कति राम्री के तिमी। जिन्दगीमा आज तिमीलाई यति धेरै राम्री देख्दैछु नि मैले। एकदम रोमान्टिक मुडमा जानु मन लाग्यो बुढी मलाई त। ए हजुर बर्बादै हो नि। के भयो? किन पाहाडे खोलेर आए जस्तो दौडेर पसिँदै आछ जस्तो? कागलाई बेल पाक्यो, हर्ष र बिस्मा जस्तै भयो नि हजुर। के भयो? हाम्रो गोदामभित्र भएको पैसा सबै मुसाले खान्छ नि। झ्याम्पे गडा, त्यो कालो धन हो, अलि जोगाएर राख भनेको होइन? अब काम गर्ने कालो मकै खाने भालु भएन। हे भगवान नेताजी हो, त्यो मुसालाई के थाहा त कालो धन हो कि सेतो धन हो? उसले त क्यास पायो, खाइदिइहाल्यो नि। अहिले पापको धन प्रायश्चितमा जान्छ भन्थे, यही हो रहेछ क्या हो? अब ब्याङ्कमा साट्न जाम भने अख्तियारले स्रोत कहाँबाट आयो भनेर सोध्छ। कति तमा बोक्यो मलाई। अनि इन्डियामा जस्तो नोटबन्दी भयो भने के गर्ने नि हजुर? नोटबन्दी भनेको त जराय मारेर हानेको गोलीले बाख्रो मारेको जस्तो हो के झ्याम्पे। मर्ने भनेको त तिनै गरिब हुन्। हामी जस्तोलाई कसले के गर्न सक्छ र? हाम्रो त चारैतिर सञ्जाल छ। हे भगवान, मेरो त थाइल्यान्ड जाने सपना सबै चकनाचुर भयो नि।
सुन्नु त, मेरो एउटा काम गर्नुपर्ने भयो। एउटा समस्यामा परेँ म। त्यो काम गर्न सक्नुभयो भने तपाईँलाई मैले 1 करोड दिन्छु। हजुर, सक्नुहुन्छ? ल डन भयो है त, म ढुक्क भएँ नि। ल त्यसो भए यही नजिकको चिया पसलमा भेटौँ है त। हस्, ल म ढुक्क भएँ नि। ल अहिले राखेँ। ओके। अरे यति काम सफल भयो भने त त्यसलाई 1 करोड दिएर पनि मलाई केही नोक्सानी हुँदैन। चिया पसलमा गएर आज भेट गर्छु म।